हेलो गाइज व्हाट्सअप होइन वेलकम टु माई एनदर ब्लग होइन आजदेखि भ्लग स्टार्ट गर्न थालिरहेको छु मैले चाहिँ होइन अहिले चाहिँ म चाहिँ यहाँ छु हामीहरू ठुलमम्मीसँग हाम्रो राम्रो ठुलमम्मीसँग हुनुहुन्छ अनि यता दिदी हुनुहुन्छ खै आम्मै फुल हालेको रे हाम्रो ठुलमम्मीले स्टार्ट खै देखाउनु त खै ए ओए खै हाम्रो ठुलमम्मीले आज फोटो खिचेर स्टोरी हाल्नु भएछ होइन फेसबुकमा होइन वाउ हाम्रो ठुलमम्मी कम त राम्रो छैन हाम्रो ठुलमम्मी ए अनि आज चाहिँ होइन हल्का है पैसा सैसा हल्का है के गर्नु यस्तै छ है हल्का फुल्का है गाह्रो छ ल भयो हो म डेट हाल्नु बाँकी छ भनौँ म त डेट लेख्नु बाँकी छ अनि हाम्रो दिदी चाहिँ यता हुनुहुन्छ ल वेलकम टु माई ब्लग है दिदीलाई नि आजदेखि चाहिँ ब्लग स्टार्ट हो है साथीहरू आजदेखि फिक्स ब्लग हो अस्ति खनेको खिच्न पाएन होइन आज सबै घरको डिटेल्स है घरको डिटेल्स ल सो गाइज अहिले चाहिँ होइन यतिकै रुममा बसिरहेको छौँ होइन अहिले एकछिनमा चाहिँ म एकछिन बाहिर निस्किन्छु त्यतिखेर देखाउँछु होइन अहिले एकछिनमा चाहिँ म बाहिर निस्किन्छु होला सायद होइन त्यही प्लान छ मेरो चाहिँ होइन अहिले चाहिँ म रुममा छु रुममा बस्दै छ भत्रोको छ हो अहिले बाहिर गइसकेपछि देखाउँछु नि म अब म एकछिन ठुलोमीलाई भेट्न जान्छु म है सोच्छु यो ठुलमम्मी ठुलमम्मी हे 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 ठुलमम्मी हे लुक एट हाँसी दोस्त हाँसी दोस्त न छिटो भनेको अहिले म धेरै कता मोबाइल मोबाइल कहाँ होइन अब के गर्नु यस्तै छ है हल्का फुल्का है गाह्रो छ के गर्नु अहिले म बाहिरको भ्यू पनि देखाउँछु यहाँबाट खासै राम्रो त छैन न त्यो पनि म देखाइदिन्छु ढके मामा नाम के छ अनि अहिले चाहिँ हाम्रो छुट्टी ढके मामा ढके मामा माके मात्र नखोजे त अहिले तेरो म हिरो माछन् नि अहिले कुटै दियो लिनु यो इलाले यहाँ मात्र हुँदै छैन के भन्ने ढगे मामालाई के बुझ्छ हो सबै मगरहरू चाहिँ अहिले ढगे मामालाई के भन्ने भन् न अनि किन फोन गर्नु लगा तपाईँले त्यो तँसँगै सिकाउने भन्थ्यो त उसको त्यही 6 महिनै सिकाए हुन्छ भन्ने के भन्ने अब यस्तो हो के भिडियो होस् न यस्तो हो के कस्तो हो भन्दाखेरि उनीहरू सिक्ने भनेको छ होइन ल ठिक छ ल सिक्यो ल यति नराम्रो भए पनि हामीले गर्दा सिकायो भन्ने हुन्छ क्या बुझ्नुभयो कि नै होइन उसैले सिकामा हामीले सिक सिक भन्यो होइन उनीहरूलाई बुझ्न जा भन्ने होइन बुझ भन्ने अनि मात्र सिक भन्ने हो कि के भने यो सबै सफा गर्ने बुझ्नुभयो कि मैले के भने बुझेँ मैले के भने यहाँ बस्नु यहाँ गफ गर्ने म ढिलो भइसक्यो कस्तो बस्नु नि एकछिन उता हिँड भन्दै गरेर म लुगा लाउनु आइ ए लु अब लुगा लाउने म गर्छु अब होइन हाम्रो चाहिँ स्पेसल हुने फेरि चाहिँ है सक्दैन नि फेरि यसलाई चाहिँ है फेरि है ल यसलाई चाहिँ फेरि सक्दैन है त्यो चाहिँ एभाकाडोहरू फेरि है ल त्यो चाहिँ ल हाम्रो सिटी यस्तै छ ल यस्तै छ ल के गर्नु हल्का गाह्रो छ है यस्तै छ ल जिन्दगानी दर्पण छाया भन्छ नि है म त फेरि यस्तो छ ल काले किन बाटो भएको के ल आवाज सुन्नु भएन होला होइन बोलेको थिएन कि अब गएछ म चाहिँ अहिले निस्किन थालेको होइन अब ब्याङ्क जानुपर्ने काम छ त्यही भएर ब्याङ्क जान्छु म अनि अहिले चाहिँ अब टक्का थुन्नुपर्छ होइन हल्का है त्यो गर्नु गाह्रो छ ल आज म निस्केको ल सियु हेलो गाइस सो म अहिले चाहिँ होइन यहाँ चाउमिनहरू बनाउँदैछु होइन अब खाजा लगाउनुपर्छ हो ठुलोमीलाई अनि त्यसलाई ठुलोको लागि चाहिँ ठुलोको लागि करेलाको
झोल पिउनुहुन्छ आज, किन भन्दा ब्लड प्रेसर हाई भएको जस्तो छ, त्यही भएर है म चाहिँ यो बनाउँदैछु। के गर्नु, यस्तै छ है, हल्का फुल्का त अब के गर्नु, दिनै पऱ्यो है। हजुरहरू हेरिदिनु होला है, भर्खर आएको ब्याङ्कबाट मनी। त्यो टिफिनमा हाल्नुपर्ने हुन्छ, लग दिनुपर्ने हुन्छ टिफिनमा हालेर है। खाजा हो होइन, ससेज चाउमिन त्यो भइहाल्यो। प्याकपछि लगिदिनु पर्छ हो, प्याक गर्ने अनि लगिदिने हो। ठुलो मिला भयो। सो गाइस अब चाहिँ म खाजा लिएर जाँदैछु होइन, टुर्नामेन्टको लागि। अब यस्तो गल्ली चाहिँ यस्तै छ है हाम्रो है, यहाँ चाहिँ हामी बस्ने हो। यो चाहिँ गल्ली भइहाल्यो, यस्तै छ गल्ली है। अनि यो खाजा भइहाल्यो, खाजा लिएर जानुपर्ने हुन्छ टुर्नामेन्टको लागि। के गर्नु, गाह्रो छ। बिरामी हुनुहुन्छ क्या सबैजना, अनि त्यही भएर अघि भिडियो नि गर्न पाएन हो। उता जाँदाखेरिको के भन्छ अरे ब्याङ्क गएको थिएँ नि त अघि, न भिडियो नि गर्न पाइएन, त्यही भयो है। अब अहिले चाहिँ यस्तै हो, गाह्रो छ नि साथीहरू। हामी चाहिँ है ढेँडो ल के गर्ने स्वाद खतराबाट लिन्छु फेरि म हो। ए बिजत नगर्नु अब सिट्ठी लाएर बनाउँछ म बस्न, सिटी लाएर हुन्छ अरे त्यो गेरा ठाउँमा गर न हो। जति त्यसरी मसला उति गेरा मस्किन्छ क्या। एकचोटि सबिना दिदी मैले धेरै पकाएर अनि म बनाउँछु कि रे लु बनाएको भनेर एनर्जी पो चाहिँदो रहेछ त। यो त गाह्रो हुँदो रहेछ त। भात त पकाउँछ भयो पकाउँछ नि पकाउँछ होला नि। के गर्नु केटा हो, यस्तै छ जिन्दगीमा, मरिलानु के छ र 2 दिनको भन्थ्यो एउटाले, त्यस्तै होला जस्तो छ है। ढेँडो ठुलममी ढेँडो बत्ती गएको अवस्था, अनि हामी है यस्तो गर्नु त ठुलममी, यस्तो गर्नु त के गर्नु। भ्लगमा है गाह्रो छ हामीलाई नि। लिनुहोस् म म ओडाल्छु, लिनुहोस् त, लिनुहोस् ल लिनुहोस्। के गर्नु, भोलि पर्सि बुढी पाल्नु परिहाल्यो, सिक्नै पऱ्यो। छोप्नु पर्ने है। अब छोपिएछ छोपिया केटा हो सजिलो छैन नि यो पकाउनु, नपका हो यो त, नखाऊ तिमीहरू, त्यही भन्छु म त। यो त अति गाह्रो छ त।
सबसे गाह्रो नि भोलि सुगर लाग्यो भने यही खानुपर्छ गाह्रो छ गाह्रो गाह्रो छ त अब एकछिन छोप्ने टक्क लाएर 5 एकछिन यतिकै छोड्ने ल भएन यो कता राख्ने तेरो हेर्ने भए यस्तै छ ल के गर्नु है अँध्यारोमा यस्तै छ ल हे अब चाहिँ बत्ती आएको अवस्था होइन ठुलो मेरो म होइन हाम्रो चाहिँ आज के छ भन्दाखेरि करेलाको अचार बनाउने चट्टा लगाएर होइन दाल छ यो करेलाको झोल हो होइन दबाई हो यो पनि अर्को चाहिँ आइस यहाँनिर चाहिँ फेरि है साग हो नि फेभरेट है माई फेभरेट भन्छ नि यस्तै होला यो चाहिँ ढिँडो फेरि हेर्नु फेरि कति गाह्रो मलाई कति गाह्रो भएको है के गर्नु गाह्रो छ यस्तोरी बनाउनुपर्छ यस्तो चप्दै टक्क एकछिन पकाउने टक्कले ओडाल्नुपर्छ चट्ट ल्याएर ह्यान्ड ग्रिप चाहिँ हुन्छ कि ओडाल्दाखेरि के गर्नु यस्तै छ अब खाना खाने हो 8 बज्न थाल्यो 8 बजिसक्यो अब खानसाना खाने हो चट्ट लगाएर होइन ढिँडो बनाउनु सिक्नुपर्छ क्या पछि काम लाग्छ क्या बुझ्नुभएको होइन बुढेसकालमा भएपछि खाना मन लाग्छ ढिँडो होइन अहिले खाना मन नलाग्यो नि पछि भएपछि चाहिँ खाना मन लाग्छ क्या बुझ्नु भने त्यही भएर खानुपर्छ ढिँडो भने चाहिँ यस्तै छ के गर्नु अब गाह्रो छ आगोमा गाउँघरतिर आगोमा बनाइन्थ्यो अब यता त अब ग्यासमा बनाइने हो तर मैले फेरि बनाएको छैन नि फेरि अहिलेसम्म है फेरि आउनु ठुलोमै इस हाम्रो ठुलोमी हो है फेरि लिनेछ मतलब यस्तै छ ल भयो क्या अब यस्तै छ ल घुम्दा घुम्दै त्यो माडाङले तेरो हातले नै छेल्छ तपाईँको हातले चाहिँ छैन तेरो टक्क यस्तो गर्ने एकछिन टक्क यस्तो गर्ने यस्तो ल्याएर यस्तो मात्र यस्तो हाल्नुपर्छ नि उनै यता आउला यस्तो हाल्नुपर्छ नि अलिक केरा केरा मुस्काए अस्ति नपाएको थिएन र पाकेको थियो कसलाई के देखा पर्छ गाह्रो छ नि यो बेल्नलाई होइन कोदो पिठो नि थियो है कहाँ म के खाने भने होइन छ्यो क्या इसी छ्यो छु ल अहिले चाहिँ गाइस म चाहिँ हस्पिटल गएको थिएँ हो अनि क्या दामी ठाउँ छ क्या यो चाहिँ त के हो तर सही छ ठाउँ त खाजा खाएर जानु बोलाएको थियो खाजा खान त पऱ्यो के छ त यार खाजामा गाइस म चाहिँ यहाँ हस्पिटल आएको थिएँ कि अनि त्यो भएर अनि अब यहाँ तलतिर जाँदैछु होइन अब चाहिँ घर जाने पर्ने बेला भयो यहाँ चाहिँ म दामी ठाउँमा छु चाहिँ ठाउँको नाम चाहिँ लेलेतिर छु होइन यस्तो सही ठाउँ छ नि होइन अब ड्रोन सोन त छैन अब यस्तै छ ल हल्का ल भोकमरीको भ्लग भोकमरी भ्लग भन्छ यसलाई ल कुन भ्लगले भोकमरी भ्लग भोकमरी ठाउँ त सही छ भने लभली छ क्या त्यही अब देखायो अब रिपोर्ट भोलितिर आउँछ भन्ने छ भोलि पर्सितिर यस्तो त हो नि केटा हो म चाहिँ भ्लग स्टार्ट गरिदिएको कि अनि यसो टाढको लागि भयो नि त्यही त हो नि यस्तै छ र ठाउँ चाहिँ सही छ यो मतलब तर अलिक कस्तो ठाउँमा भयो हस्पिटल चाहिँ होइन टाढा त टाढै हो अब गाडी पाइन्छ पाइन्छ थाहा छैन होइन गाडी पाइन्छ भनेर सबैले होइन गाडी पाउँछ आई होप गाडी मिलोस् किन भन्दा यहाँ पुग्नु पर्ने होइन म जानुपर्ने हुन्छ ललितपुर 30 किलो तर यो ललितपुर त ललितपुर हो तर पनि यो माथितिर छ क्या अनि त्यही भएर गाडी पाउँछ पाउँदैन ठेगानै हुन्न क्या अनि त्यही भएर पनि हो गाडी मिलोस् भन्न चाहन्छु म चाहिँ ठाउँहरू चाहिँ बाबाले चाहिँ यो चाहिँ सायद ल्यान्डस्लाइड नआओस् भनेर राख्यो होला सायद मेबी हो त्यहाँ रोडमा छ त्यो रोडमा गएपछि त्यहाँ गाडी पाइन्छ भन्छन्
पाए त हुन्थ्यो गाउँघरको याद आइदिरहेको मलाई त यसो हेर्दाखेरि त हुन्छ नि ठाउँ त मतलब वेदर पनि यस्तो गर्मी महिना मात्र गर्मी छैन क्या चिल छ कति बज्यो अहिले 12 बज्नलाई 5 मिनट 5-10 मिनट बाइक त्यो पनि क्या चिल छ भने वेदर यो हो नि त एउटा गर्मी मतलब छुट्टै छ क्या वेदर सही छ भने अब त म उता पोठाउँमा थियो अब जाँदाखेरि चाहिँ अब गाडीमा जानुपर्ने हुन्छ क्या त्यही भएर हो खासमा चाहिँ केही पनि होइन सो हो एभ्रिथिङ विल बी फाइन है गाडी मिले त हुन्थ्यो चाँडै आई होप मिलोस् पनि केटा हो गाह्रो गाह्रो लास्टै गाह्रो ढेँडो होटाल्न लास्टै गाह्रो पसिना भयो म त आहा ए भगवान् अब चाहिँ खाना खाने हो त्यसपछि सुत्ने होइन ल है हेर्नुभएकोमा ल धन्यवाद च्यानललाई चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब बाई बाई